सबभन्दा मेन कुरो भनेको टिकटक मोनेटाइज गर्नको लागि तपाईहरुले नेपालमा बसेर आइडी खोलिसक्नु भएको छ भने त ठिकै छ। यदि हुनुहुन्न भने तपाईहरुले कोही आफ्नो साथी जापानमा छ, युके, युएसए मा, जर्मनीमा छ भने उसलाई नै त्यहाँ उसलाई आइडी खोल्न लगाउनुस् र त्यो आइडी पछि नेपालमा लगइन गरेर चलाउँदा एकदमै राम्रो हुन्छ। अब मैले सिकाउँदै छु हजुरहरुलाई टिकटकको रिजन कसरी चेन्ज गर्ने, रिगन कसरी चेन्ज गर्ने भन्ने कुराहरु सबैजना एकचोटी मोबाइलको स्क्रिन शेयर गर्दै छु। सबैजनाले मोबाइलको स्क्रिन तर्फ जानु होला। ल सबैभन्दा पहिला हामी आफ्नो टिकटक आइडीमा जाने। टिकटक आइडीमा गइसकेपछि प्रोफाइलमा जाने। प्रोफाइलमा गइसकेपछि थ्री डटमा जाने। थ्री डटमा गइसकेपछि सेटिङ एन्ड प्राइभेसी भन्ने ठाउँमा जाने। सेटिङ एन्ड प्राइभेसीमा गइसकेपछि एकाउन्टमा जाने। एकाउन्टमा छ त्यहाँ सबैभन्दा पहिला एकाउन्ट इन्फर्मेसन, त्यसपछि पासपोर्ट छ, त्यसपछि पास की छ, त्यसपछि एकाउन्ट टु स्विच बिजनेस एकाउन्ट, स्विच टु बिजनेस एकाउन्ट भन्ने छ, त्यसपछि डाउनलोड योर डाटा भन्ने छ, डिएक्टिभेट एन्ड अर डिलिट एकाउन्ट भन्ने छ। सबभन्दा हामी चाहिँ एकाउन्ट इन्फर्मेसनमा जानु पर्यो। एकाउन्ट इन्फर्मेसनमा गइसकेपछि हामीले गएर फोन नम्बर चेन्ज गर्न पनि सक्छौं, जिमेल आइडी चेन्ज गर्न पनि सक्छौं। अब हामीलाई चाहिएको रिजन चेन्ज गर्ने, हामीले नेपालमै बसेर अन्य देशको लोकेसनमा कसरी एकाउन्ट खोल्ने भन्ने बारेमा जानकारीको लागि हो। हामी सबैभन्दा पहिला यसमा गइसकेपछि हामी रिजन एकाउन्ट रेक्नलमा जाने। रेक्नल त्यहाँ गइसकेपछि हामीले कुन देशबाट अब कुन देशको लोकेसन हाल्ने हो त। मैले यहाँ जापानको हालेर ट्राई गर्छु। जापानको हालेर ट्राई गर्छु। जापानको हाले यसरी यहाँ क्राइटेरिया मागिरहेको छ। अब अपडेट गर्ने भनेको छ। योर रजिस्ट्रेस युज टिकटक इन जापान फ्रम एट लेटेस्ट 60 डे भनेको छ। यो चाहिँ जापानबाट तपाईहरु 60 दिन कम्तीमा जापानमा यो रिजन चेन्ज गरेर जापानमा लगइन गरेको टिकटक आइडी कम्तीमा 60 दिन जापानमा चलाएको हुनु पर्यो। त्यसपछि लाइभमा गएको हुनु पर्यो। लाइभ जापानबाट लाइभ बसेको हुनु पर्यो त्यो लोकेसनबाट। त्यसपछि अर्को के छ, यु वेट फर द डाटा एन्ड बी कम्प्लिट इन द रिजन फर चेन्ज इन्फर्मेसन चेन्ज लोकेसन चेन्ज गर्नु पर्यो भनेको छ है। अर्को छ लोकेसन चेन्ज गर्नु पर्यो भनेको छ। यसरी हामीले कोही आफ्नो साथी छ भने उसलाई भनेर त्यहाँको उसमा जापानको लोकेसनमा आफ्नो आइडी को रिजन चेन्ज गर्न लगाएर रेगन चेन्ज गर्न लगाएर हामीले आफ्नो टिकटक आइडीलाई मोनेटाइज गर्न सक्छौं है त।